नेसनल लाइफ इन्सुरेन्सको एप्समा चाहिँ बिमितले लगइन गर्ने तरिका म सिकाउन गइरहेको छु। सबैभन्दा पहिला हजुरले प्ले स्टोरमा गएर यहाँ हजुरले नेसनल लाइफ इन्सुरेन्स एप्स डाउनलोड गर्नुहोस् है। त्यसपछिबाट यहाँ इन्स्टल गरिसकेपछि ओपन भनेर देखाउँछ। ओपनमा थिचिसकेपछि यहाँ रजिस्टर भनेर आउँछ है। रजिस्टरमा गएर हजुरले आफ्नो मोबाइल नम्बर लगाउनुहोस्। मोबाइल नम्बर रजिस्टर गरिसकेपछि हजुरले नेक्स्ट गर्नुहोस्। त्यसपछिबाट ओटिपी जान्छ तपाईलाई। ओटिपी गइसकेपछि ओटिपी लगाउनु पर्छ। ओटिपी लगाइसकेपछि हजुरलाई पासवर्ड क्रिएट गर्नु भन्छ। त्यसमा तपाईले आफूले चाहेको पासवर्ड क्रिएट गर्नुहोस् अनि त्यसपछिबाट चाहिँ हजुरले फेरि अनि मोबाइल नम्बर र पासवर्ड हालिसकेपछि अनि त्यसमा यो एप्समा लगइन रजिस्टर हुन्छ है। अब जस्तै यसमा चाहिँ मेरो अलरेडी मोबाइल नम्बर अलरेडी एक्जिट भनेको छ, पहिला नै प्रयोग गरिसकेको हुँदा अब अहिले फरवर्ड गर्नु पर्दाखेरि चाहिँ तपाईले यहाँनिर हजुरले आफ्नो मोबाइल नम्बर राख्नुहोस्। पासवर्ड अब तपाईलाई थाहा छैन, फरवर्ड पासवर्ड गर्न सक्नुहुन्छ। फरवर्ड पासवर्ड गरिसकेपछि हजुरलाई ओटिपी पठाउँछ। ओटिपी हजुरले त्यो ओटिपी यहाँ राखिदिनुहोस्। अब यहाँ हजुरले आफ्नो पासवर्ड बनाउन सक्नुहुन्छ। यसमा पनि त्यही माथिकै पासवर्ड कन्फर्म गराइदिनुहोस्। त्यसैबाट पासवर्ड मस्ट कन्टेन एटलिस्ट वान एउटा क्यापिटल एउटा स्मल लेटर राख्नुपर्छ भनेको छ। त्यो राखिसकेपछि अब तपाईको फोन नम्बर, त्यसपछि यहाँ पासवर्ड, अब यहाँ लिङ्क अकाउन्ट गर्नुहोस् है। लिङ्क अकाउन्ट गरिसकेपछि पोलिसी होल्डरमा हजुरले थिच्नुहोस्। मोबाइल नम्बर र नाम आइहाल्छ अनि पोलिसी नम्बर हजुरले राख्नुपर्ने हुन्छ। आफ्नो जन्ममिति राख्नु होला नागरिकता अनुसारले अनि हजुरले लिङ्क गर्नुहोस्। यहाँ पोलिसी एडिट सक्सेसफुल्ली भनौँ। अब यसरी यो भइसकेपछि यो देखाउँछ। त्यसपछिबाट पोलिसी होल्डर प्रोफाइलमा गएर हजुरले आफ्नो विवरण हेर्न सक्नुहुन्छ। यसरी हजुरले यो थिचिसकेपछि तपाईको नाम आउँछ है। अब पोलिसी नम्बर आयो, अमाउन्ट वार्षिक कति बुझाउनुहुन्छ, त्यसपछि लोन भ्यालु कति आउँछ, पहिलाको लोनको सामान्य ब्याज कति हो त्यो पनि यहीँबाट हेर्न सक्नुहुन्छ है। पोलिसी इन्फर्मेसन, यो चाहिँ पोलिसी कुन किसिमको बिमा हो, कति वर्ष अवधि हो, यहीँबाट हेर्न सक्नुभयो। अब तपाईले तिर्नु भएको हिस्ट्रीहरू चाहिँ कहिले कहिले कति तिर्नुभयो भनेर यहीँबाट हेर्न सक्नुहुन्छ। अब तपाईले यही पोलिसीलाई यहीँबाट तिर्ने हुँदाखेरि चाहिँ यो पे योर प्रिमियममा जाने अनि इसेवामा जाने, इसेवा खल्ती के छ तपाईको त्यसबाट हजुरले यहीँबाट डाइरेक्ट लगइन गरेर नि तिर्न सक्नुहुन्छ। यहाँ गइसकेपछि हजुरले यहाँनिर इन्सुरेन्स भनेर आउँछ। यहाँ हजुरले सर्च पनि गर्न सक्नुभयो। पोलिसी रिन्युमा जानु पर्यो अनि यहाँ नेसनल लाइफ इन्सुरेन्स अनि यहाँ तपाईले आफ्नो पोलिसी नम्बर लगाउनु पर्ने हुन्छ। त्यसपछिबाट यहाँ तपाईको जन्ममिति नागरिकता अनुसारले कति छ त्यति लगाउनु पर्छ। यसरी
हजुरले माथि पोलिसी नम्बर अनि डेट अफ बर्थ एडीमा हालिसकेपछि चेक गर्ने। चेक गरेपछि यहाँ हजुरको डिटेल आउँछ अनि प्रोसेस गरिदिने। यहाँबाट कन्फर्म है कति अमाउन्ट लाग्ने हो यहीँबाट कन्फर्म गरिसकेपछि यो पे भिआई